छोरा छोरा के पाक्दैछ यहाँ भन्नु त यहाँ के पाक्दैछ भन्देऊ न बाबालाई देखाइदिएर त खै देखाउ न के पाक्दैछ के पकाउनु लाग्यो खाजा खाजा के खाजा हेर्नु त अब के पकाउँछ के हो सेल छोरा के गर्नु लाग्यो यो के गर्नु लाग्यो बोल्दा त बोल्दैन नि छोरा सेल भन छोरी चुरा सुरा लाएर हिँड्यो नि भएर सेल हाल्दै हो किन सेल हाल्ने मान्छेमै होइन आउँछ ए फर्स्ट ट्राई फर्स्ट ट्राई कस्तो हुन्छ अन्जो तिम्रो मम्मीलाई सेल हाल्न आउँछ आउँदैन स्वाङ पारिदिनु त खोइ स्वाङ पारिदिनु माया गरिदिनु मामालाई यता हेरेर यता गइदिनु खै माया गरिदिनु नगर्ने माया गरिदिनु त भान्जो भान्जो मामालाई हेरिदिनुहोस् त खै हेरेको ए खोइ सेल पकाउनु त अनि ए मैले बनाएँ भने त केटा मान्छेले बनाउँछ त बनाउँछ त मैले सेल बनाएँ भने कति टुक्रा हुन्छ होला अनि ट्राई गर्ने पाउनु गोलो चाहिँ होइन दाजु पनि सेप्टो चाहिँ हुन्छ ल हालेको राम्रो हुँदैन ल कसले हाल्यो राम्रो ल तिमीले भन्दा त मैले राम्रो बनाउँछ होला हेरौँ है त ल च्यालेन्ज ल च्यालेन्ज भयो च्यालेन्ज हाम्रो तिहारको लागि एकदमै तयारी हुँदैछ तपाईँहरूको चाहिँ कस्तो हुँदैछ को तपाईँहरू भने तपाईँहरू युट्युब साथीहरू भन्थ्यो मान्छेहरू युट्युब साथीहरूको चाहिँ कतिको तयारी हुँदैछ हाम्रो चाहिँ एकदम भव्य र सभ्य रूपमा तयारी हुँदैछ तिहारको लागि ए भान्जो त के हो मक्खै छ त है मक्खै हो हजुर त ल ल भाइलाई खेलाउने मान्छे चाहिँ सेल पाक्यो सेल कहिले बनाउँछ यस्तो सेल यसबाट हाल्ने हो अनि यहाँ हाल्ने अनि यसरी घुमाउने क्लिक लगाएको अब हेर्नु मेरो त राम्रै आइरहेछ बत्ती बाल्नु त सबै बत्तीहरू बाल चिम्नी अब उता लास्टको भयो अन भयो ल हालेर दाडले हाल्यो कि यसमा हालेर हाल्यो बोतलमै हाल्नु न सजिलो हातले पर्दैन होला सेल खत्रै बल्न जस्तो लागिसक्यो मलाई त सेल हाल्ने मान्छेहरू खतरा खतरा भएपछि सेल हजुर बोल्दैन नि बिस्तारै हाल्नु बस बोल्नु त भयो चिसो होला होइन पानीमा भिस्की भइहाल्छ ल सेल पहिलो सेल बन्दैछ हाम्रो
कसी त पुस्दै गर्दैन छोडी भगवान सेल यस्तै हुने हो हो त भएको छ यस्तै त हुने हो पाक्यो त सेल पाकेन फर्स्ट ट्राई हो नि त यो सेल अलिक दुब्ला आएछ है फुल्लिएन नि सेलले खैन ओके यो दुब्लाको सेल भयो अन्त दुब्लो मान्छेले हाल्नु होला त तिमी हाल्यो भने त के होला हाल त छोरा छोरा यहाँ हालेर त के गर्नु लाग्यो सेल हाल्नु लागेको छ सेल सेल है सेल मनपर्छ मनपर्छ अनि सेल खानु पर्छ ओइ यो जानु खेल्नु के जानु भयो त सेल छिटो सेललाई जन्डिस लागेछ छिप्पै पे ओइ यो भाग प्लेट निकाल्नु दादा यहाँ उसलाई थाहा नभएर यहाँ बाहिर फोन गरेर सोधिरहेको थियो कुन प्लेट अहिले पका बेला मात्रै सोध्यो अरे भर्खर सोध्या पिठो मुस्ने बेला नास लागेछ यो भएको यो फुलेको सोडाहरू सबै ठिक छ हात्ती पानी लागेछ यी नरम सेल त वाह अर्को हाल्नु न अब त्यो एउटामै जाने भयो दिन अब तैँ एउटा हाल्छ मेरो पालो है पहिले होस् न यो राम्रो अहिले पढ्दैछु मेरो यहाँ सेल हाल्लाको युद्ध लड्न लाग्यो जस्तो भयो सेल फेरि जन्डिस लगाएर केही छैन के भयो यो सेल अहिले त कस्तो राम्रो भयो तेल धेरै भयो कि थोरै भयो त्यो नजाने हो कि नजाने हो तेल थोरै नि भएन धेरै नि भएन ठिक्क छ तेल त अलिक धेरै भयो यो डल्लो धेरै भयो कि के गरे यो नगर्ने म डाडु ल्याए त्यो त हाल्नु नजाने नि त्यो त गोल पाएर हाल्नु नजानेको हुन्छ यस्तो राम्रो डाडु हुँदैन झन् त्यो बोतलले हाल्नु सोडा हाल्नु लाग्यो अनि रक्सी नै हाल्नुपर्छ नि सोडा हालेपछि सोडा हाल्छ रक्सी पनि हाल्नु जे हाल्न पनि डराउने के जस्तै होला नि होइन तिमी जस्तो होला कि यति हाल्ने जे पनि उस्तै मिलेको छ होइन नन्द भाउ चाहिँ मिलेर जे पनि यति यति हाल्ने हेर हेर नानी यहाँ त गाह्रो छ पिठो त यति बुझ्या थियो 10 वटा सेल्ने आउँदैन थियो हेर यहाँ त यस्तो गाह्रो छ कि यति यति हाल्छन् जे पनि अन्डा पनि 2टा बनाइदिन भने एउटा बनाउँछ नि त्यही पनि भुइँमा पुगाउँछ के हो यो सेल ओइ यो सेल के हो सेल त म भन्दा नि खाना छ त यार यो त के खानु सेल भन्यो आयो
नानी सेल हेर्नु यहाँ सेल जस्तो छ त्यो देखाउने हो अब तिमीहरूले भएन खोइ म हाल्छु सेल ल्याऊ म हाल्छु के तिमीहरूले सकेन कि फर्स्ट ट्राई हो कि दादा छुट्टै पनि छुटोस् म अब एकदमै कोसिस मेरो जारी छ होइन भाउ सानो पार्यो ग्यास बस अहिले चाहिँ गोलो राम्रो भयो कि फुल्ने बल्ल मोटा आयो यार सेल स्पिडमा कुद्नु पर्दो रहेछ के अलि स्पिड चाहिँ अझै डल्लै छ भाइ तर त्यत्रो त हुन्छ कसको गोलो बनाउन अब चाहिँ मैले जाने है जाने रे अझै पनि दुब्लै छ नानी बहिनीले सेल हाल्नु यहाँ दाइलाई तेल उडाएर भाउजू ऊ खै कि यो त्यो पुस्दिन न किनभने त्यो चम्चा के यो भएन यो चिप्ला चिप्ली गरे त कसिसले पुस्नु अहिले दाजु बहिनी के पुस्ने के पुस्ने कहाँ छ कहाँ उयो चम्चा चम्चा के पुस्ने भने काँटा चम्चा पुस्ने यो पुस्ने के भने पानी छ नि त दाजु ए पानी पुसेपछि गर्नु भने के भन्नु त तेलमा पानी हाल्यो भने के हुन्छ भने कमै छ आगो यसलाई त रातो भन्दा नि कालो भन्छ डढी छ नि बिग्रिन्छ कि ए त्यस्तो हुन्छ ल म हाल्छु ल यहाँ म हाल्छु ल म बस्दिनँ म आफै हाल्छु खोइ यहाँ बन्द गरेछ च्या अब सब भद्रको बनाउने हो कि सफा गरौँला हामी सफा गरिहाल्छ नि त्यो प्लास्टिक चाहिँ उता हाल्न त अघिसम्म त हामीलाई थाहै थिएन कि त्यही भएर हो मिस्टेक भएको बिस्तारै गर्नु है नजिक माथिबाट छोड्ने होइन अलि नजिक ट्याप्पै 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 नटुक्राउनु के त्यो डल्लो पनि छाड्दै बनाउने तिमी काट्नु दादा पाक्छ नि त माछा जस्तो भएछ ट्राई हो कि कस्तो ल्याङल्याङ गयो फर्स्ट ट्राई अब बेबी यता तिमी अहिले राम्रो भएन त्यो तेल छुट्टैको एकदम राम्रो डल्लो डल्लो डन्डी पर्दैन के फर्स्ट हाल्दैन फर्स्ट हाल्दैन राम्रै भयो मैले फर्स्ट बनाएको सेम यो त्यही छ नि सेम कमरे डन्डी बनायो अब एकचोटि हाल्छ मलाई अब त पालै पालो हाल्ने अब एकचोटि म हाल्नु अब एकचोटि मेरो पालो ल दादाले चलाइदिनु न त्यो पाक्यो पाक्यो के त्यति भएर धेरै कालो तपाईँ जस्तै नबनाउनु ए बहिनी मलाई हेपी कालो भनेर हो त्यतिकै ठिक हुन्छ कि त्यो होइन पकाउनु नआएपछि हुन्छ हाम्रो जस्तो यस्तो हुनु पऱ्यो अब मेरो लास्ट वान एकचोटि पालो ल ल अब चाहिँ कस्तो हाल्दो रहेछ ए माछा यो चाहिँ माछा स्पेसल र सिएल बनाउँदा माछा नि उम्रिँदो रहेछ हाम्रो भान्जो चाहिँ भान्जो के छ
के छ सानीको हालखबर के छ खोइ के रे हातमा चाहिँ कति चुवा बस बस हो त्यसो गर्नु हो तर राम्रो बोल्यो नि थाहा छ अहिले ल अहिले भन्दा तर यो इन्टरनेसनल यो त राम्रो बनाउनु भएको भन्दा त बोल्नु जान्नु पर्यो छ अब मोबाइलमा दुनियाँमा दिउँ कि हाम्रो नदिउँ नि यस्तो ट्यालेन्टेड मान्छेहरूलाई के गर्छ नदिउँ देखाइरहेको छु कि चिन्ता नगर्नु यो कुन चिन्ह भयो सेलको यो इन्टरनेसनल कुन आकार भयो यस्तो खतरा कसरी बोल्नु सक्छ सेलको कुन आकार भयो यो के भयो सानो के भयो तपाईँको कमी भइरहेछ यतिखेर आजबाट भोलिसम्म पर्सिसम्म एकदमै यतिखेर तपाईँको कमी भइरहेछ एकदमै धेरै नानी यिनीहरूलाई अरू बेलामा त याद आउँदैन यस्तै यस्तै पकाउने बेलामा काम गर्ने बेलामा मात्रै आउँछ तपाईँ कसको सपोर्टमा भाइ म त मेरो बहिनी छ अनि हामी चाहिँ को भन्नु न हामी चाहिँ को तिमीहरू पनि होला त्यसले बोल्छ ल आजबाट माया घट्यो थाप्यो पुइ राख्यो यो भयो नि होइन अब भयो तपाईँ जत्रै ठुलो भयो सेल त लास्टै ठुलो भयो कि यतिको चाहिँ हुनु पर्यो ल मेरो पालो सक्या हो म हात धुन्छु है त गाइस लु न हाल्नु खाली भयो ल अब हेरौँ है त एक्सपिरियन्स भइसक्यो मान्छेको फेरि लै पारा आउँदैछ है यो त के भन्नु राम्रो भयो भाइ त्यो जोड्ने ठाउँमा चाहिँ अलि माछा अलि जोड्ने ठाउँमा चाहिँ अलिक कम हुँदैन के किन फोका फोका मिठो भएन मिठो 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 छ सेल ल फाइनली सेल हाल्नु सिक्यो नि त ल अहिले अब सेलको भिडियो यति नै है त हाम्रो है त मेरो पालो बाँकी नै छ तिमीले त हाल्नु जान्दैन खासै ढङ्ग छैन जान्दैन है तपाईँले भन्दै राम्रो ल सक्यो सेल हालेर बस अहिले भएछ नि त सेल त बल्ल राम्रो बनाएछ है फाइनली सिकेर छोड्यो होइन नहाल्ने पनि भयो ल फाइनली हाम्रो सेल राम्रो बनिसकेको छ होइन फाइनली मेरो बहिनीले सेल बनाउन सिक्यो बनाउँदैछु कस्तो लाग्यो मैले बनाएको खाएकै छैन कस्तो लाग्यो सेल चाहिँ खाएकै छैन ठिक छ मिठो छ एकदम मिठो छ
मान्छे नै मिठो छ सेल त मिठो भइहाल्छ है फाइनली भ्याइयो फाइनली यो छोटो भ्लग यहीँसम्मको लागि अब भोलिको